हेलो सबैजनालाई है। आज चाहिँ छुट्टी थियो र प्लस घरमा अब भाउजू पनि हुनुहुन्थेन र दादाले अब बेलुका के खाने भन्थ्यो। मैले आज मासु खानुपर्छ भन्ने थियो। मासु चाहिँ ल्याएँ। मैले चाहिँ सोचेँ दादाले बनाउँछ भनेर, तर दादाको ड्युटीले गर्दा भएन र दादाले पका भन्नुभयो। र आज चाहिँ एकदम आफ्टर अ लङ टाइम ब्याक चाहिँ आज चाहिँ एकदम मैले मासु मासु त के भन्नु, खानै पकाउँदैछु भनौँ न फर्दर है। आज चाहिँ मैले एकदम पहिला चाहिँ प्याजहरू काटेर एकदम मजाले हालेँ हो। त्यहाँदेखि त्यस पछाडि टमाटर खोर्सानी काटेर पनि हालिदिएँ है। त्यहाँदेखि त्यसमा मैले बिचमा चाहिँ मासु हाल्नुभन्दा अगाडि चाहिँ मैले एकदम हर्दी नुन चिकन मसाला सब हालेँ, एकछिन पकाएँ। त्यहाँदेखि मासु हालेर उयो गरेँ है। त्यहाँदेखि मासु हालेर एकछिनबाट फेरि नुन हालेँ हो। त्यहाँ चाहिँ चलाउँदै बसेँ हो। पाक्दैन गाइस, किन पाक्दैन भनेर चाहिँ एकदम टेन्सन पनि पऱ्यो हो। त्यही भएर जुस निकालेर खायो अरे हो। फेरि घुमेँ हो, भएन हो। मासु चलाएकोले पनि वाक्कै भएँ म त गाइस। जुस पनि एकदम खाएँ हो। त्यसमा जुस पनि सकिन आँटेको थियो। बिचबिचमा अलिकति एनर्जीको लागि चाहिँ हरेस खाँदै, त्यही भएर नाची पनि दियो। लाजा जे पर्ला भनेर हो। लास्टमा गएर चाहिँ अन्त जुस सक्दै एकदम फेरि एकछिनको लागि उफ्रिदियो हो। त्यहाँदेखिको चाहिँ भाउसँग एकछिन बात मारेँ। भाउजूलाई भने के हो आज त दाजुभाइको के छ भनेर, त भाउजूले के छ भनेर सोध्नु हो। मैले फेरि आज ज्यादा केही छैन, तपाईँ जानुभएको खुसियालीमा चिकन बनाएर खाँदैछ हामीले भनेर भनिदियो। भाउजूले मजा छ दाजुभाइलाई भन्दै थियो। के भन्नु अब, मजा त छैन, यहाँ सजाय छ हो। कति वर्ष भएको थियो खाना बनाएको, आज खाना पकाउन लाएर फेरि मलाई गाइस के भन्नु म। तर पनि पकाइदिएँ, जे होला है। के गर्नु अब, जिन्दगी यस्तै छ। नपकाए त फेरि काँचो कसरी खानु हो। खाइदिएँ पकाएर गाइस, यस्तै छ जिन्दगी है।